के तपाईँ पनि आफ्नो आइफोनमा VPN सेटअप गर्न चाहनुहुन्छ? आज म तपाईलाई स्टेप बाई स्टेप देखाउने छु, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। आज म तपाईलाई आइफोनमा VPN कन्फिगरेसन कसरी गर्ने भन्ने कुरा स्टेप बाई स्टेप देखाउने छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। सबैभन्दा पहिले आफ्नो आइफोनको सेटिङ्स एप खोल्नुहोस्। अब जेनरलमा ट्याप गर्नुहोस्। त्यसपछि तल स्क्रोल गरेर VPN र डिभाइस म्यानेजमेन्टमा जानुहोस्। अब VPN मा ट्याप गर्नुहोस्। त्यसपछि एड VPN कन्फिगरेसनमा क्लिक गर्नुहोस्। अब टाइपमा ट्याप गरेर L2TP चयन गर्नुहोस्। त्यसपछि डिस्क्रिप्सनमा आफूलाई मनपर्ने नाम लेख्नुहोस्। उदाहरणका लागि VPN टेस्ट। अब सफारी ब्राउजर खोल्नुहोस् र गुगलमा vpngate.net सर्च गर्नुहोस्। वेबसाइट खोलेपछि तल स्क्रोल गर्नुहोस्। त्यहाँ धेरै सार्वजनिक VPN सर्भरहरू देख्नुहुनेछ। त्यसमध्ये कुनै एउटा एक्टिभ सर्भरको IP एड्रेस कपी गर्नुहोस्। अब फेरि आइफोनको सेटिङ्समा फर्कनुहोस् र सर्भर भन्ने ठाउँमा त्यो IP एड्रेस पेस्ट गर्नुहोस्। त्यसपछि एकाउन्ट, पासवर्ड र सिक्रेटमा यदि तपाईले प्रयोग गरिरहेको सर्भरले त्यही विवरण प्रयोग गर्छ भने आवश्यक जानकारी भर्दिनुहोस्। सबै विवरण भरिसकेपछि माथि रहेको डनमा ट्याप गरेर सेभ गर्नुहोस्। अब भर्खर बनाएको VPN प्रोफाइल चयन गर्नुहोस्। त्यसपछि VPN स्टेटसलाई अन गर्नुहोस्। यदि सबै विवरण सही छ भने केही सेकेन्डमै VPN कनेक्टेड देखिनेछ। यही तरिकाले तपाईले आफ्नो आइफोनमा VPN कन्फिगरेसन सेटअप गर्न सक्नुहुन्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने एउटा लाइक गर्नुहोस् र यस्तै उपयोगी टेक टिप्सका लागि सेल्फ टेक्नो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।